उपलक्ष्यमा बोलाइदिनु भयो है। खासमा चाहिँ आज भ्यालेन्टाइन्स डेमा चाहिँ म अर्को जग्गा हुनुपर्ने कि दिदी मजाले बस्नु जानु बसेको बोल्दिनु भन्नुभयो हो। के बोल्छु भनेर सोचेको थिइनँ, तर पनि ठिकै छ। म पनि के भन्छ प्र्याक्टिस हुन्छ भोलि राख्छु भनेर चाहिँ यहाँ चढेको स्टेजमा हो। अन्त जोक्स भनिदिनु भन्दै थियो, मलाई हँसाउनु भन्दै थियो। म चाहिँ खास केही प्लान केही छैन क्या हुन्छ नि। अन्त फेरि आज यहाँ क्लिफ टप बार एन्ड रेस्टोरेन्टमा हामीलाई यो भ्यालेन्टाइन्सको उपलक्ष्यमा बोलाइदिनु भयो है। खासमा चाहिँ आज भ्यालेन्टाइन्स डेमा चाहिँ म अर्को जग्गा हुनुपर्ने कि तर अन्त तपाईँहरू पनि अब यहाँ केटाहरू देख्दैछु म दाजुहरू, तपाईँहरू पनि यहाँ हुनुहुन्छ भए चाहिँ हामी चाहिँ अलिक सुधै रहेछौँ अहिलेको जेनेरेसनमा हो। अन्त ठिकै छ। अन्त के भन्नु आँटेको जोक्स भन्नु भनेर भन्नुहुँदै थियो कि। अन्त जोक्स चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा भनिदिन्छु र तपाईँहरूलाई सुनेको मलाई कतिले कि, अन्त कतिले सुनेको छैन होला। के भन्दाखेरि चाहिँ होमजाय गएको थियो अरे कि, ऊ चाहिँ एकजना होमजाय गयो भने मान्छे थियो अरे हो। अन्त ऊ चाहिँ स्टेजमा आएको थियो यसरी नै, मै त्यसरी कामदै आएर आएको थियो हो। अन्त उसको चाहिँ एउटा गीत थियो अरे, गीतको पर्फर्मेन्स थियो उसको चाहिँ हो। गीत चाहिँ कुन थियो अरे भन्दाखेरि चाहिँ फुलको आँखामा फुलै संसार, काँडाको बाटोमा काँडाको आँखामा काँडै संसार भन्ने थियो अरे हो। तपाईँहरूले सुन्नुभएको यो कसरी सुनेको छैन है? फुलको आँखामा भन्ने थियो अरे। अन्त आयो अरे मजाले स्टेजमा यसरी आयो अरे कि, पिठहरू बस्नु थाल्यो। फुलको आँखामा फुलै संसार भनेर अब अडियन्सहरू पुरा भइरहेको छ। अन्त काँडा भनेर गीतै बिर्स्यो अरे कि, सोच्नु खोज्छ अरे काँडा भन्छ अरे, गीतै आउँदैन अरे। के गर्नु भन्नुभयो अरे कि, गोलीबाट पेन्सिल थियो अरे कि, निकालेर चाहिँ अब त कतिजनालाई हाँस उठ्यो होला, कतिजनालाई हाँस उठेन तर हाँसेर हाँसिदिनुहोस् न ल, हाँस्न केही बिग्रिँदैन है। अन्त के भन्नु अब अरू त मेरो लाइफको अब एउटा स्टोरी भन्छु तपाईँहरूले है। लास्ट म ज्यादा बोल्दिनँ किनकि अब मलाई अगाडि भनेको चाहिँ मजाले सोचेर आउँथ्यो नि त। अब यहाँ अझ पनि भन्नुभयो अघि 2 मिनट अगाडि। अन्त ठिकै छ, एउटा स्टोरी भन्छु तपाईँलाई मेरै लाइफसँग रिलेटेड है, अनि एकदमै इम्पोर्टेन्ट हो तपाईँहरूलाई युथ्सहरूको लागि पनि, अब जसले सुन्दा पनि। म अस्ति 2-3 महिना अगाडिसम्म यत्रोबाट थियो लिखुरे थिएँ, बुझ्नुभयो। अन्त सबै यहाँ केटाहरूले मलाई जिस्काउँथ्यो पनि, लुते भन्दै बेला टाउको यत्रो छ भनेर जिस्काउँथ्यो नि त मलाई, घन्टौ के भन्छ। अन्त त्यहाँदेखि चाहिँ अचानक मेरो शुभ चाहिँ यो बसिरहेको त्यो र मैले चाहिँ अचानक वर्कआउट गर्ने भनेर प्लान गरेँ। 1 महिना जस्तो होला हौ, मजाले 5 बजी उठेर यस्तो वर्कआउट गरेर अब दिदीहरूलाई पनि देखाइरहन्थ्यो हाम्रो बडी यसरी अब थिएन तर पनि देखेर गरिरहन्थ्यो हो। अन्त एक बिहान म एक्लै उठेर वर्कआउट गर्दै थिएँ हो। अन्त वर्कआउट गर्दाखेरि अचानक मलाई रनिङ जानु मन गऱ्यो। अन्त रनिङमा जाँदाखेरि अब हाम्रोतिर के हुन्छ भन्दा रनिङमा जाँदा कुकुरले पुरा खेल्छ नि त, प्रब्लम हुन्छ। तर पनि चल आज सोचिसके जान्छु भनेर गएँ कि। अन्त जाँदै गर्दाखेरि यतापट्टि एउटा सावित्री घिस्यु भन्ने फाटक छ कि, त्यहाँनिर चाहिँ जस्तो त्यहाँ यस्तो राम्री केटी एकजना जाँदो रहेछ, वकमा रनिङमै जाँदो रहेछ। मलाई पनि हुन्छ नि केटाहरूले बुझिहालेर कस्तो हुन्छ अब त्यस्तो बिहान मिरमिरेमा एकदम राम्रै केटी हिँड्दै गरेको हो। अन्त आएको पनि छ टक्कै। अन्त बोल्नु पुरा बोल्नु मन लाग्यो मलाई चाहिँ हो। अन्त चाहिँ म चाहिँ गएँ, त्यहाँदेखि गएर यताउता फमेर नम्बर मागेँ हो। अन्त नम्बर मागेँ, त्यहाँदेखि चाहिँ नम्बर पनि दियो उसले। त्यहाँदेखि खुसी भएर म चाहिँ कराउँदै थिएँ कि अचानक सपनाबाट बिम्झ्यो कि, बेलुका 7 बजी रोटी बस्नु हुँदै थियो रहेछ घरमा हो। अन्त आमाले राम्रो हिर्काएर बिम्झायो। स्टोरी चाहिँ त्यो हो। अन्त मोरल अफ द स्टोरी चाहिँ के हो कसले बुझ्यो होला, कसले भन्नु सक्छ? एनिवन गेस? मोरल अफ द स्टोरी चाहिँ के हो भन्दाखेरि चाहिँ जो पाए त्यसले जे पाए त्यही भन्दैछन् सुनिरहनु हुँदैन, आफ्नो काम गर्नुपर्छ हो। ओके, थ्याङ्क यू सो मच। अनि हेभ अ ग्रेट नाइट। अब हामी सँगै हुन्छ होला। अब यहाँनिर अरू दाजुहरू आउनु भएको रहेछ ब्यान्डकोहरू, सो तपाईँहरूलाई पनि एकदमै राम्ररी गर्नुहोस् है। अहिले हामी सुन्छौँ, हामी अब अडियन्स हामी खासमा चाहिँ आज चाहिँ म यहाँनिर
थुप्रो बहिनीहरू हुन्छ सोचेर आएको थियो हामी केटाहरू कुरा गर्दै हामी राम्रो बहिनी हुन्छ होला चम्किन्छ होला हो एउटा मिला भाइलाई त मैले सिकाउँदैछु हिजोदेखि भाइ त्यहाँनिर अब ठुलो त्यो प्रोग्राम हुन्छ होला तिमी चाहिँ केटीसँग यसरी नाच्दैन यसरी पक्रेर भयो भाइलाई सिकाउँदै नि थियो अन्त भएको दिन त केटाहरूको अनुहार उत्रिरहेको छ क्या यहाँ आउँछ केटाहरू भइरहेको छ होइन तर पनि केही छैन है ह्याप्पिनेस अब जहाँ केटाकेटीमा मात्रै हुन्छ भन्ने छैन हामी सबै दाजुभाइ दिदीबहिनी हामी सबैजना फ्यामिली जस्तो छौँ हो अन्त यसरी नै इन्जोय गर्दै जाउँ है नेक्स्ट इयर भ्यालेन्टाइनमा पनि यसरी नै बोलाउनुहोस् अन्त आउँछौँ हामी फोकटे छौँ केही छैन हाम्रो काम हामी जति फोकटे कालिम्पोङमा मान्छे छैन क्या हुन्छ नि ल त हजुर नेक्स्ट टाइम चाहिँ म भएछ बा गर्लफ्रेन्ड लिन आउँछु यहाँ चाहिँ मेरो दिदी हो कि यहाँ वृन्दा दिदी हस्बेन्ड हामीलाई चाहिँ अब प्रायःले चाहिँ कपाल सम्झिन्छ अन्त म त कोही बेला कहाँ कोही बेला पनि भाउजू होइन भन्छ मलाई त बिहे गरेको छैन तर पनि केही छैन नेक्स्ट टाइम चाहिँ आउँछ होला सायद है बाई गड्स ग्रेस अनि द्याट्स अल फर द नाइट टेक केयर सबैजनालाई धन्यवाद ल I'm so sorry, hey guys. Without practice, without key, I'm singing this song. So please, everyone, enjoy the song. This song, your song को नाम चाहिँ मायालु हो. अन्त यो गीत चाहिँ मैले लाइक अस्तिको महिना लेखेको थिएँ होला. So let's start. She was
बाहिर तिमीसँग जीवनमा त्यो हरियाली हात तिम्रो समाउन झरेको त्यो खुसियाली घुम्दैछु अतीतमा अझै छैन कोही वरिपरि बसेको छु मनमै तिमी कहिले नमेटिने गरी सकिँदैन हाम्रो गफ गर्दा तिमी राख्न अगालोमा बाँध तिमीलाई हेर्नु मलाई आँखा परि भयङ्कर बसेर सपनामा समय त्यो घडी खोल्दैछु नि माया आज यो आँखा आँसुले भरि गर्नु मलाई माफ गरिदिए मैले तिमीलाई नि सकिनँ सायद मैले जिउन माया तिमीलाई पनि सरी गाइज यहाँबाट चाहिँ मैले पनि बिर्सेँ आइम सो सरी है अलिकति हट्यो थ्याङ्क यू सो मच केटाहरूको फोर्सले गर्दा अब हाम्रो सबै भाइहरू हिँड्न